नमस्कार साथीहरू, आज वैशाख 23 गते नेप्सेको टेक्निकल एनालाइसिस भिडियो लिएर आइसकेको छु। हामी देख्न सक्छौँ नेप्सेमा आज माइनर गिरावट आएको छ र भोल्युम पनि 3 अर्ब झन्डै 3.2 अर्ब आएको छ र हामीले देख्न सक्छौँ यो एरियाबाट यो सानो ट्रेन्ड लाइन थियो, यसमा ब्रेकडाउन दिएर हिजो रिटेस्ट गरेको थियो। अब आज पनि रिटेस्ट गरेरै तल झरिरहेको जस्तो हामीले देख्न सक्छौँ। 1 मिनेटको चार्ट हेर्ने हो भने लास्ट मोमेन्टमा 2705 बाट 2711 पोइन्टमा बढाएर बन्द गरेको छ। आज सबैभन्दा धेरै बढ्ने सेक्टर म्युचुअल फन्ड रहेको छ। त्यसपछि माइक्रो फाइनेन्स र इन्भेस्टमेन्ट सेक्टर रहेको छ। सबैभन्दा धेरै घट्ने सेक्टर चाहिँ डेभलपमेन्ट ब्याङ्क र हाइड्रो पावर रहेको छ। आज पनि फेरि फरवार्ड लघु वित्तले लास्ट मोमेन्टमा सर्किट हानेको छ र यसमा अब प्लेयरहरूको खेल चाहिँ सुरु भइसकेको छ। अब यस्तो स्टकहरूमा चाहिँ हामी त्यति नजाँदा नै उपयुक्त हुनेछ र यो अप्पर लाहोरे हाइड्रो पावर पनि यसमा पनि प्लेयरहरूले लास्ट मोमेन्टमा सर्किट लगाएको छ यो स्टकमा। आज सबैभन्दा धेरै घट्ने स्टक भनेको चाहिँ यो भगवती हाइड्रो पावर रहेको छ। यो हाइड्रो पावरले चाहिँ यो सपोर्ट थियो, यो सपोर्टलाई तोडेर तलको यात्रा तय गरिसकेको छ र अबको यसको अर्को सपोर्ट भनेको यो 560 को एरिया हुन जान्छ। यो एरियासम्म चाहिँ हामीले यसलाई एक्सपेक्ट गर्न सक्छौँ। अर्को धेरै घटेको स्टक रहेको छ एनएबीबीसी। यो एनएबीबीसी यही ठाउँबाट लोवर लो बनाउँदै तल झरिरहेको छ। यसले यो सपोर्ट जोन पनि तोडेर आजै रिटेस्ट गरेर तल झरिसकेको छ र अब यसको अर्को सपोर्ट भनेको यो 950 को एरिया हुन जान्छ। अर्को सबैभन्दा धेरै घटेको स्टक भनेको मोदी एनर्जी रहेको छ। यसले पनि यो सपोर्टलाई तोडेर तल झरेको छ र अबको यसको अर्को सपोर्ट भनेको हामीले 215 को एरियामा हामीले यसलाई देख्न पाउनेछौँ। जिएमएलआई पनि यो लोवर ट्रेन्डमा घटिरहेको छ। यो ट्रेन्ड लाइनलाई रेजिस्टेन्स मान्दै स्टक घटि नै रहेको छ र अहिले यसको सपोर्ट कहाँ छ भनेर हामीले केही पनि भन्न सक्दैनौँ, किनकि यसको सपोर्ट नै हामीले देखेका छैनौँ यसमा। आज सबैभन्दा धेरै टर्नओभर यही सोलु हाइड्रो पावरमा आएको छ र हिजो मैले भनेको थिएँ कि यो एरियाबाट चाहिँ घट्न सक्छ भनेर। अब यही एरियामा पुगेर आज फर्केको छ सोलु हाइड्रो पावर। आरएसएमएल पनि आज दोस्रो बढी कारोबार भएको स्टक रहेको छ। यसलाई चाहिँ हामीले यो ट्रेन्ड लाइन नतोडेसम्म बाईको लागि हेर्न सक्दैनौँ। अर्को रहेको छ एनएसपिसी। अब यसलाई पनि यो पनि डाउन ट्रेन्डमै रहेको छ र यसको अबको सपोर्ट भनेको 250 हुन जान्छ। एनजिपिएल चाहिँ यो सपोर्टकै एरियामा छ भन्न सक्छौँ हामीले। और यसलाई हामीले यो एरियामा चाहिँ सपोर्ट लियौँ भने सपोर्ट चाहिँ अहिले तोडेको देखिन्छ है। अर्को रहेको छ झापा एनर्जी। झापा एनर्जीलाई फोर्सफुल्ली बढाइरहेको छ है प्लेयरहरूले। अब कहाँसम्म लग्ने हो हामीले अब त्यो हेर्न पर्ने हुन्छ। अर्को रहेको छ रिडी हाइड्रो पावर। रिडी हाइड्रो पावरले यो ट्रेन्ड लाइन ब्रेकआउट गरिसकेको छ। त्यति राम्रो ब्रेकडाउन चाहिँ देख्न सक्दैनौँ हामीले, तर यसमा हामीले बेरिस मोमेन्टम नै देख्न सक्छौँ है। अर्को स्टक रहेको छ एकेजेसिएल। एकेजेसिएलले पनि यो ट्रेन्ड लाइन ब्रेकडाउन गरिसकेको छ र अहिले झर्ने नै क्रममा छ। अब यो कहाँसम्म झर्छ भन्दाखेरि यो पहिलाको यो सपोर्ट एरिया थियो, यो एरियाबाट बढेको थियो। यो 335 को एरियासम्म हामीले यसलाई अहिले देख्न सक्छौँ। एलबिबिएल हेरौँ। एलबिबिएल यो सपोर्टबाट बढिरहेको छ। अब यो सपोर्टबाट तोडेर तल गयो भने चाहिँ यसलाई हामीले सेलको लागि हेर्न पर्ने हुन्छ। बाइङको लागि चाहिँ अब हामीले यही एरियामा बाई गर्न सक्छौँ है, तर स्टप लस चाहिँ टाइट राख्नुपर्ने हुन्छ हामीले। अब एसवाई प्यानल पनि घट्दो क्रममा छ। अब यो पनि कहाँसम्म आउँछ भनेर हामीले केही भन्न सक्दैनौँ। यो आइपिओ स्टक भएको हुनाले अब यसले कहाँ बेस बनाएर बढ्छ त्यो हामीले फ्युचरमा हेर्न पर्ने हुन्छ। भिडियो यहाँसम्म हेरिदिनु भयो, सबैलाई धन्यवाद छ। तपाईँहरूको केही क्वेरिजहरू छ भने कमेन्टमा सोध्न सक्नुहुन्छ। म अर्को भिडियोमा त्यसलाई समेटेर भिडियो बनाउने कोसिस गर्नेछु। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। अहिलेको लागि यति नै, धन्यवाद।
बाई बाई।